Hello everyone, welcome back to my second vlog. And today is something special because it's my grandmother's birthday. We are going to Chandragiri for having fun. And before we start, I would like to give a special thanks to Khushbu Didi for giving this amazing idea. आमालाई चाहिँ हामी कहाँ जाने भनेर थाहा थिएन, तर ट्याक्सी चढे बित्तिकै ट्याक्सीको दाइले चाहिँ आमा चन्द्रगिरी जाने हैन त भनेर सोध्नुभयो। अनि आमा चाहिँ अक्कमक्क परेर बाबु भनेर भन्नुभएको थियो। हेर्दा हेर्दै हामी चाहिँ चन्द्रगिरी पुगिसक्यौँ। अनि हामीले चाहिँ टिकट लियौँ। बर्थडेको दिनमा चाहिँ केबल कारको टिकट फ्री हुने रहेछ, तर आमाको चाहिँ त्यो नागरिकतामा चाहिँ डेट चाहिँ करेक्ट थिएन। सो त्यही पनि केही भएन। आज शनिबारको दिन अलिकति भिड पनि थियो। दर्शन गर्न नौके प्लेनबाट चाहिँ पोखरा जाने यहाँ चाहिँ भिडियो एउटा उठ्न सक्छ। त्यही भएर म चाहिँ बाटो भएर तल सहर हेर्न पाइयो नि त। तपाईँ पछाडि हेर्नु त डर लाग्छ, तर उँधो हेर्नु त मलाई डर लाग्छ। फाइनली वी आर सेफली ल्यान्डेड। इन्भाइरोमेन्ट चाहिँ यहाँको एकदमै राम्रो थियो, क्लिन थियो। यता लाली गुराँस पनि एक दुईवटा फुलेको थियो, तर वेदर चाहिँ त्यस्तो राम्रो खोलेको थिएन। सो भ्यू पनि राम्रो देखिएन। देख्न चाहिँ यहाँ चाहिँ लक लाउँदो रहेछ विस लेखेर। अनि एकजनाले चाहिँ भिजा 2025 लेखेको थियो। अनि मलाई त्यतिखेर चाहिँ ठ्याक्क सन्ध्याको याद आएको थियो। अनि आमाले चाहिँ दर्शन गर्नुभयो। हामीले चाहिँ खाजा खायौँ, आमाले चाहिँ फ्रुट्स खानुभयो। अनि माथि चाहिँ भ्यू टावर रहेछ, तर त्यो भ्यू नै खुलेको थिएन। अनि त्यही पनि किन छुटाउने भनेर चाहिँ यसो माथि गएको, तर वर्थ इट भएन। यसो टाढाबाट मन्दिर देखेको जस्तो मात्रै भयो। मैले चाहिँ तलैदेखि आमालाई म स्विङ साइक्लिङ कि त जिपलाइन ट्राई गर्छु भनेको थिएँ। अनि आमाले चाहिँ नाइ मलाई डर लाग्छ, हेरेर मेरो खुट्टा घामिसक्यो, मैले नदेख्ने गरी गर भनेर भन्नुभएको थियो। सो आई डिडन्ट डु एनिथिङ, बट आई इन्जोयड द भ्यू। मैले पनि आमाले पनि यस्तो केही पनि खेलेनौँ, ट्राई गरेनौँ। तर मैले चाहिँ आमालाई घोडा चाहिँ चढाइदिउँ न, अलिकति केही फन, केही न्यू एक्सपिरियन्स त हुन्छ भनेर मैले चाहिँ घोडा चढाइदिएँ। अनि आमाले चाहिँ घोडा नि कस्तो बुढो छ, मलाई कस्तो माया लाग्यो भनेर भन्नुभएको थियो। तर अब के गर्नु त है। You always made my birthday special and took me so many places, but it's
it's my turn to celebrate you now. Happy birthday, Amma, once again. Bye bye, everyone.